ओए निक्लो बात ओए यता हेर्नु एकचोटि भोलि आउँछ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज म धेरै पछि मेरो भ्लगमा आउँदैछु होइन आज मसँग हुनुहुन्छ यहाँ आज हामी धेरै त्यही अस्ति नै गएको राइस गार्डनमा भात खान जानु लाग्यो यो र म खाना च्यालेन्ज चाहिँ आज हो कि भाइ ल हेर्दै गर्नु होला आज मेरो भ्लग चाहिँ धेरै पछि आयो अहिले हेलमेट छैन क्या गाइज यस्तो हेलमेटमा अनि कहाँबाट भ्लग हुन्छ त नि होइन त्यही भएर यस्तै भइरह त्यही नि ढिलो आयो नि हेरिदिनु होला सबैजनाले मेरो भ्लग ओ एउटा गीत गाइदिए दोरी गीत गाइदिए त दोरी दोरी गीत गाइदिए दोरी सुस्त चला न सुस्त हावाले गर्दाखेरि अलिकति आवाज आउँदैन नि त गाइज दाइले चाहिँ दोरी आउनु होइन सोध्दा आफै भेट्छु मेरो हातमा हुँदा कलम तिमीले दिएको चोटमा टेन लायो धेरै मलम कस्तो छ जीवन तिम्रो कस्तो छ घरबार सुखको झुपडी छरी दरबारमा नजिक हुन खोज्दा तिमी टाढा हुन्थ्यौ घरबार किसानको छोरा म तिम्रो प्रेमी ऱ्याप पेडल है गाइज यो फेरि ऱ्याप पेडल नेपाली लोथोरी ऱ्याप पेडल सुन्यो होला नि होइन सबैजनाले फेरि कि बाइकको आवाजले गर्दाखेरि नसुनेको होला होइन अब के हातले यसरी बनाउनै मिल्दैन फेरि केटा हो अब यसरी नै के भन्ने भन्नाले त्यही अड्काएर पहिलाको जस्तरी हेलमेट आएपछि बनाउनु पर्ला नि होइन कि कसो भाइ एकदम चाँडे अनि त्यहाँपछि यस्तो राइड जानु पर्ला नि केटा हो राइड त के भन्ने सोलो राइड त्यही नै हो अहिले चाहिँ हामी यहाँ न्यु रोडमा यत्तिकै के गर्थ्यौँ हामी न्यु रोडमा होटेलमा होइन रे खाने ठाउँमा भन्न खाना खाने ठाउँमा कति बेला पुगाउँदा खाने रे ल्याम ल गाइज अहिले चाहिँ अब चाहिँ डाइरेक्ट के अरे हामीले चाहिँ खाजा नखाइकन भोकै बस्यौँ होइन आज चाहिँ खतरा च्यालेन्ज हुन्छ है कबिर र म अब चाहिँ ल गाइज ल्याम खाने बेला भेटौँला ल बाई बाई हेलो केटा हो अहिले चाहिँ हामी फाइनल्ली हामी आइपुग्यो होइन हामी पहिलाको त्यो राइस गार्डन जाने भनेको अहिले चाहिँ हामी यहाँ के थकाली रे भयो पर्दैन ए अहिले चाहिँ हामी यहाँ माया थकालीमा आएको यसो के अरे ल्याम खाना होइन अहिले चाहिँ हामी यहाँ अर्डर चाहिँ गरिसक्यो यो चाहिँ ठ्याक्क क्लब आइबिआईको अगाडि क्या ओ ल के भनिदियो नि त के भन्ने र ल यता हेरेर भन्यो नि त गीत गाइदिएन एउटा अब के भन्ने होइन अब कबिर भाइको च्यानललाई चाहिँ एकदम माया गरेर सब्सक्राइब गरिदिनु होला मैले चाहिँ अब होइन बिस्तारै बिजनेस पनि स्टार्ट गर्छु भन्ने छ बिजनेस चाहिँ के को भन्दाखेरि के गर्यो है खानीको क्याफे खोल्ने हो अब सकेसम्म चाहिँ अब सब्सक्राइब धेरै बढ्यो भने त अब युट्युबबाटै कमाइ हुन्छ नि त त्यही भएर सबैले माया देखाइदिनु होला अब तैँले भन्नु ल गाई सुनिदिनु भयो होला के अरे होइन तर यस्तो इन्टरटेनमेन्टको लागि नि हो होइन त्यस्तो त केही नि होइन खास रमाइलो हल्का मेमोरिज अहिले चाहिँ यहाँको किताब पढ्दै हो गाइज ल खोइ त नि तैँले आज गीत गाउँछु म भ्लगमा तेरो हरिब गीत गाउँछु भने गीत गाइदिनुहोस् त अहिले आउँछ क्यामेरा देखेर डराएकोस् अहिले एकछिनमा आउँछ ल अहिले यो र म चाहिँ आज थकाली च्यालेन्ज है गाइज खाने बेला चाहिँ अहिले के अरे ल यता आइज है फेरि खाने बेला अहिले के एकछिन है ल गाइज केटा हो खाने बेला भेटौँ न मेरो त्यो के अरे हेलमेट नभएर तनाव भयो क्या भ्लग पनि एकदम ढिलो आयो गाइज यार सरी यार दुःख नि केटा होइन ल अहिले चाहिँ ल्यामले हान्ने बेला भेटौँ न ल बाई बाई ल गाइज खाना यही नै हो मैले चाहिँ यहाँ बिगाडिसकेँ यस्तो चिसो बनाउनको लागि होइन ल ओए ल खाना खाइदियो नि त ल खाइदियो ल झ्याममा ओए निक्लो भात ये त्यसको रियाक्सन तातो भयो ओए तातो भयो ल केटा हो ल यसको रियाक्सन हेर्ने
यता हेर्नु एकचोटि भोलि आउँछ तातो भयो गाई तातो अब त ठिक छ अब त ठिक छ अब ठिक छ होइन लगाइ जे नै हो खानु त नि खानी हो म त खानी हो मेरो चाहिँ यसरी बिगाडिसक्यो मैले यही हो हामीले चाहिँ फिस थाली है फेरि चिकन होइन यो चाहिँ यति रहेछ आइटममा चाहिँ यसो थोरै रहेछ कि यसले 2 गाँसमा भ्याइदिइसक्यो यो खाना है त्यही त नि ल केटा हो एक्साइटको नजारा खान त अझै ल फेरि एक 1 बिग बाइट ल छिटो कि एकचोटि तेरो आबाट थाहा भइसक्यो कि भाइ ल केटा ल अहिले खाएर भेटौँ है ल गाई चाहिँले भात थपेको हेर्नु है यहाँ अझै हालिदेऊ त्यसलाई अझै भने मात्र कि छोड्नु होइन हाल अझ कम्फर्टेबल बनाइदिएको नि त उहाँले त्यो भाँडै घोप्टाइदियो उहाँले अलिक कम्फर्टेबल बनाइदिएको नि भाइ मेरो भाइ सस्रो मेरो भाइ के अरे ल हाल्दिनँ अचारहरू हाल्यो के अरे अचारहरू भयो अरू के खान्छस् हालिदिनु थोरै त भाइरल हुने वैसे यो सबै धेरै छ खान्छ तनी त भयो मलाई त भयो तँले हाल त भाइ हुन्छ हल्का गर्दै हेर्नु कस्तो हल्का गरेर लो होइन अब जति रोज्छ त्यति खाने त हुने कहाँ सोच्ने तर खाइदिन्छ के नरुचिने भयो त हेर्नु है गाई चाहिँ यसको यो खाइला मेरो नि कम त छैन त्यही नि भनिदिएको ए भन्ने नि त ल के अझै हाल्नुहोस् खाना मलाई नै हालिदियो त्यो बरु होइन मन परेको चिज खानु पर्छ पानी पर्यो है सिमसिम भयो धेरै हुन्छ यार ठिक छ ल खाइदिनु त फेरि वान बाइट ल 1 बिग बाइट डेन्जर तातो अरे तातो हो खानु न तातो ल ठिक छ ल खाने हो गाइस करेला खायो भने अलिकति बुद्धि आउँछ अरे क्या हो कि हो नि होइन ल केटा ल गाइस अहिले चाहिँ हामीले खानासाना खाएर भ्याइसक्यो यहाँ बिल मगायो होइन अब हाम्रो बिलमा चाहिँ ल हेर्नु टोटल चाहिँ कति हो यो 1690 फिस थाली 1300 लेमन स्प्राइट 390 यसलाई चाहिँ अब 390 को ज्वरो आउनु थाल्यो गाइस त्यस्तो त होइन है ल के भन्छ सरु ल के भन्नु न ठिक छ कहिलेकै खानुपर्छ खर्च गर्नुपर्छ त्यही नै हो भन्ने न त्यही हो ल गाइस ल यताको भ्यू चाहिँ म अहिले एकछिनमा देखाउँछु अहिले चाहिँ हामीले यहाँ खाएर भ्याएर अब जान लाग्यो है केटा ल गाइस यही नै हो यहीँ होला नि दिने यहीँ थियो कि यहीँ थ्याङ्क यू केटा ल यहाँ हाल्दैन हौ अलिकति गाइस अहिले चाहिँ पानी परेको छैन अहिले चाहिँ बिदा भयो टक्क लाएर अब घरतिर हुन्छ कि कता हुन्छ हेरौँ ओए खाना खाइस् डरै खायो नि फेरि यसले त होइन ल गाइस यहाँको खानालाई चाहिँ म के अरे 10मा 6 किनकि मलाई चाहिँ राइस गार्डनकै मिठो लाग्यो तर नमिठो त होइन मिठो त मिठै हो तर के नपुग भयो क्या
त्यही नै हो आजको भ्लग चाहिँ के भन्ने यति गर्नु पर्ला है गाइज है। अब कति बाइक उडाएको स्टोन गरेको मात्र हाल्ने त नि, त्यही भएर चाहिँ आज यति नै गरौँ होला। यो चाहिँ यहाँ पछाडि छ होइन, यहाँ चाहिँ मेरो बाइक छ। अहिले चाहिँ मेरो बाइक खत्तम भइरहेको गाइज, त्यही नै हो। सानोमा केही भन्दैन त ल, आजको लागि यति भनेर भन्दै ल। के भन्ने अब आजको लागि चाहिँ यति नै हो। फेरि 2-3 दिनपछि आउँछौँ। ल गाइज, आफ्टर कति 1-2 दिनपछि फेरि आउँछ भ्लग, हेरिदिनु होला सबैजनाले। ल बाई बाई। त्यही नै हो, यहाँ छ मेरो बाइक। लुकिङ ग्लास छैन, नम्बर प्लेट चाहिँ छ है फेरि है। ल त्यही नै हो आजको लागि यति नै। यहाँ पछाडि भएको चाहिँ यहीँ हो हामी गएको चाहिँ। ल बाई बाई गाइज।